हेलो साथीहरू, नमस्कार। हेर्नु है, आज चाहिँ मैले यो एउटा सेल्फी स्टिक मगाएको थिएँ अनलाइनमा। कस्तो रहेछ हेर्नुपर्छ ल। त्यसको अनबक्सिङ भिडियो बनाउन लागेको छु। के रहेछ कस्तो रहेछ है, के छ के। अच्छा, यो कभर पनि आउँदो रहेछ यस्तो है। सम्पूर्ण साथीहरूलाई नमस्कार। मेरो भिडियोमा सम्पूर्णलाई स्वागत छ। र यो चाहिँ मैले अनलाइन मगाएको थिएँ। हेरौँ है के रहेछ हैन। मतलब मैले यो मगाएको के भन्छ सेल्फी स्टिक। यो चाहिँ गाइड रहेछ, यसलाई चाहिँ कसरी युज गर्नु, कसरी चलाउनु भनेर। यस्तो छ, सानो छ, यो चाहिँ मिनी हो। यो चाहिँ टाइट गर्ने यो होला। यो टाइट गर्ने रहेछ। अनि यसको यो चाहिँ कस्तो हुन्छ। अच्छा, यहाँबाट होइन रहेछ, यहाँ माथिबाट रहेछ। यस्तो रहेछ। अनि यो चाहिँ यस्तो जाने हो। अनि यहाँ माथि लाइट पनि दिएको छ। यो चाहिँ रातिको लागि। मैले यस्तो हेरेको थिएँ, अनलाइनमै हेरेको, लाइट पनि हुँदो रहेछ यसमा। अन्त यो चाहिँ तपाईँको स्ट्यान्ड पनि हुन्छ। यस्तो रहेछ। यस्तो गरे आफ्नोतिर यस्तो हुँदो रहेछ। राम्रो रहेछ यो। अब हेरौँ क्वालिटी कस्तो छ यसको। यो चाहिँ के हो? अच्छा, रिमोट पनि हुँदो रहेछ साथीहरू। यो चाहिँ रिमोट पनि हुँदो रहेछ। यो लाइट यहाँबाट चार्ज हुँदो रहेछ। अनि यसको लागि यो पनि दिएको छ, चार्जिङ केबल यो दिएको रहेछ। अनि यो रिमोट तपाईँको यहाँबाट चाहिँ यो लाइट जल्दो रहेछ कि यस्तो रहेछ यो। अनि यो यस्तो अलिक माथि जाने लाइट चाहिँ कताबाट जलाउँछ तर खै। अच्छा, यहाँ बटन रहेछ कि लाइट जलाउने। अच्छा, दुईटा मोड दिएको रहेछ लाइटको, एउटा अलिक कम्ती, एउटा अलिक धेरै। ल ठिक छ। फेरि है, मैले फ्लिपकार्टबाट मगाएको अनलाइन। यो चाहिँ यस्तो रिमोट रहेछ। यो चाहिँ ब्लुटुथ कनेक्सन पनि हुँदो रहेछ। यो चाहिँ ब्लुटुथ कनेक्सनवाला, वायर छैन यसको। अनि यो चाहिँ यहाँनिर तपाईँको यहाँनिर राख्दो रहेछ यसरी। यसमा चाहिँ यहाँनिर चट्टै लगाउने जग्गा रहेछ। कसरी भन्दा यसरी टक्कै यहाँ लगायो, तपाईँ यहीँबाट पनि खिच्न सक्नुहुनेछ। यहाँ बटन दिएको छ यसको, एउटा बटन यहाँ दिएको छ। यो चाहिँ सेल्फी क्लिक गर्ने। अनि राम्रो रहेछ साथीहरू, यो यतिको राम्रै भन्नुपर्छ। अन्त चलो यो बक्स छ यहाँ। यसको यो ब्याग पनि पाउँदो रहेछ यसमा। यो चाहिँ मतलब यहाँ लगाउने, यसमा लगाउने, अनि यो यसरी गरेर बन्द गर्ने। यस्तो रहेछ। यो चाहिँ राम्रो रहेछ सेल्फी स्टिक। यो फ्लिपकार्टबाट मगाएको मैले। अनि यो माइक पनि मैले फ्लिपकार्टबाटै मगाएको थिएँ। यो पनि राम्रै छ। यो यहाँ लगाएर चाहिँ एउटा यहाँ बत्ती जलिरहेको होला सायद। यो एउटा यो पनि एकदम राम्रो छ, साउन्ड राम्रो। यसको गाइड रहेछ यो चाहिँ। अच्छा, अनि यसको चाहिँ के छ तपाईँको, तर यो रिमोटको चाहिँ ब्याट्री चाहिँ कहाँबाट लाउँछ त? चार्ज पनि हुँदैन।
यहाँ खोल्ने जग्गा दिएको रहेछ साथीहरू यहाँनिर साइडमा। अनि यसमा चाहिँ यो बातमा हेर्नु पर्यो, राम्रै रहेछ। यतिको क्वालिटी पनि राम्रै हो। यो रिमोट्सको सिस्टम चाहिँ यस्तो रहेछ कि सट्टै यहाँ लगायो स्टिकमै सट्टै क्लिक गर्ने यहीँबाट यस्तो हुन्छ। धेरै लामो पनि छैन, ठिकैको छ। यो पोर्टेबल हो। यो मतलब यो कति भने 2 फुटको होला। अब यो यस्तो गोर्खे नपाएपछि यस्तो के 1 फुट अनि यस्तो गरेर 2 फुट, टक्कै 2 फुटको रहेछ। यसो गोर्खे नपाए भन्छ। हाम्रो त हामी चाहिँ यसरी नाप्थ्यो कि पहिला यस्तो गरेर। यो यस्तो ब्यान्ड हुन्छ, तपाईँको यो चाहिँ टाइट गर्ने जति तपाईँले कति डिग्रीमा चलाउनु मनपर्छ। अब यो चाहिँ टाइट गर्ने रहेछ। अनि यस्तो हुन्छ। अनि भयो। अनि बक्समा सट्टै हाल्यो। यस्तो रहेछ कि राम्रो रहेछ। अनि यसमा लगायो। अनि तपाईँको केबल बक्ससँग चाहिँ नजाँदो रहेछ साथीहरू यसमा, तर यो ब्यागभित्र यो अलग्गै रहेछ। राम्रो लाग्यो मलाई चाहिँ। तपाईँहरूलाई पनि चाहियो भने मगाउनुहोस् फ्लिपकार्टमा, सस्तो पनि छ यो, मतलब रिजनेबल। यो त मेरो स्पिकर हो, सरी यो माइक हो, पहिल्यै थियो यो चाहिँ मेरोमा। मैले भ्लगिङकै लागि मगाएको। ल थ्याङ्क यू साथीहरू, तपाईँहरूलाई पनि चाहियो भने मगाउनुहोस्, यो राम्रो हुँदैछ। मतलब यो पनि राम्रै छ, यो माइक पनि। यो सानो छ है, त्यसको सेल्फी स्टिक यस्तो लेखेको छ यहाँ R1S। राम्रो रहेछ यो। ल जसले भ्लगिङ गर्नुहुन्छ तपाईँहरूको लागि चाहिँ एकदम राम्रो रहेछ है।